ल है माथि एकचोटि माथि जानु त माथि जाने यता यता जाने कि जाने हानिदिन्छु ल गेट हाउस बेल रेडियो भनेर चाहिँ हेरेको छ ल के हङकङ र लन्डन दिन जान्छ चलपल चाह्यो भने लाउन सक्छ 2 लाखको चप्पल मारा दिन चाहिन्छ भने फाकी ओके लेट्स गो वाउ क्या बवाल के हो यो तोप छ त यार यो त अनि यस्तो पारले त अनि यो त बवाल छ त पुरा हान्ने हो कि यस्तो भन्ने हो यो हान्नु न ल पुरा मन्दिर छ यार पुरा फायर हो बवाल छ ल अब हामी त मन्दिरमा घुम्नु के हो यो चाहिँ एक राउन्ड हान्दिउँ नि त मन्दिरमा होइन कुन यो त खेल्ने ठाउँ हो कसरी खेल्ने हो यो बच्चाहरूलाई झुन्डिने हो हामीलाई होइन ठुलोलाई होइन कि बच्चालाई हो कि फन पार्कहरू छ फन पार्क बनाएको छ बच्चाहरूको लागि घुम्नको लागि भनेर एकछिन यहाँ घुम्यो बच्चाहरूको फन पार्कमा अनि त्यहाँबाट फेरि यता त मन्दिर रहेछ मन्दिरमा एक राउन्ड घुम्नु पऱ्यो माथि चाहिँ मस्जिद पनि बनाएको रहेछ अनि यता मन्दिरमा जाउँ पहिले एक राउन्ड मन्दिरमा जाउँ अब यता मन्दिर घुमिसकेपछि माथि जाने हामी अब एकछिन रमाइलो गरौँ यतातिर डाँडामा भगवान् फरक भएपछि त कहाँ आइसक्रिम यहाँमै रहेछ होइन अघि पेट फुट्ने गरी खाइसकेको छ आइसक्रिम आइसक्रिम बवाल छ है क्या चाहिँ यहाँ चाहिँ बवाल छ मन्दिर चाहिँ अब भित्र जान चाहिँ पाउँछ दुध खोल मन लाग्छ यो पेनाङ हिलको हिल टप भनेर चाहिँ यहाँनिर छ है पुरा यहाँबाट पुरा तल देख्छ यहाँबाट चाहिँ त्यो बगी छ त्यो बगी चढेर चाहिँ पुरा यहाँबाट तलसम्म घुमाइदिन्छ एकजनाको 10 रिङ्गिट लिन्छ त्यो बगी चढेको चाहिँ चढाएर यहाँबाट चाहिँ तल पुरा भ्यूहरू पनि देख्छ माथि के अरे यो डाँडा टप हो यो चाहिँ यहाँ हामी यतातिर एकछिन यता गयो यता मन्दिरमा पनि घुम्यो मान्छेहरू टन्नै आएको थियो आज यो मन्दिरतिर पनि धेरै रमाइलो चिज होस् पुरा मन्दिर छ कसको उता टाउकोमा छ त टाउकोमा टोयो पनि बेसी नि यार यो के हो खास कुन भाव भन्नु ए यहाँ लेखेर त श्री नटराज नटराजर रे यस्तो बवाल फुल छ है सेतो फुल पनि रहेछ वाउ भन्छ होइन यिनलाई के कुमार हो अनि यो साँडे हो के भन्छ शिव शङ्कर ल्याएछ त्यहाँ त शिवशक्ति समिता श्री भिनया गरेर श्री मुरुङ्गन भन्छ हामी उसलाई कुमार भन्छौँ ओके मयूर भएर मुरुङ्गन भयो होला कि सायद साँडे र मयूर छ ओके गफ छ यहाँ फेरि Hello guys, welcome to Tamang Vlog. Today we are exploring the Penang Hills, Masjid and Mandir. Now, मस्जिद र मन्दिर finally we arrived at our destination. Eating too much. ओके जाउँ लेट्स गो अब यो चाहिँ के हो खास बवाल रहेछ यो के फुल भने त यार ल लाग्यौँ अब लागौँ माथि जाउँ अब मस्जिद जाउँ मन्दिर भयो अब है
यहाँबाट चाहिँ तल हेर त्यो नयाँ बनाउँछ अहिले के अरे स्काई वक बनाउँछ नयाँ उता जाने हो अहिले 150 र टिकट चाहिँ अलिकति हल्का अलिक एक्सपेन्सिभ नै छ सुरु गरिसकेको छ स्काई वक छ तर टिकट चाहिँ अलिकति सस्तो छ 150 त दामी होला नि त हिँड्नु खै छैन भने त खासै त्यो जाउँ त हामी बुझाउँ हेरौँ यहाँ चाहिँ लाग्यौँ लेट्सको माथि चाहिँ अब मन्दिर मस्जिद सबै चाहिँ पुरा कहाँ जाउँ तल तल गएर भ्यान बुक गर्नु भ्यान बुक होइन त्यो पर पर्सन हो त्यो भ्यान बुक होइन एकजनाको त्यो के अरे बगी हो 20 ringgit पर पर्सन जाने कति अब त लास्टै पो भएछ त यार मस्जिद नगइकन त साथ नै गाह्रो भइसक्यो हामी चाहिँ मस्जिद जाँदैछ एउटा हाम्रो रेशम सरले यहाँ मस्जिद नआइकन ऊ बाँध्न सन्देश गर्नु भयो है यहाँ पनि पुरा ठाउँ त बवाल छ है ओहो यो हो नि त यार हावा चाहिँ पुरा आएर छ है यो चाहिँ पुरा माथि मेन पेनाङ हिलको टप हो यहाँ चाहिँ होइन यहाँ तल चाहिँ पहिले पुरा त्योहरू थियो के अरे खानेकुराहरू सबै थियो चाहिँ अहिले चाहिँ मार्केट सब चेन्ज गरेछ यहाँ चाहिँ अब उता बोटानिकल गार्डनबाट डाइरेक्ट केबल कारको त्यो केबल कार हाल्दैछ अब त्यही भएर यो तलको सबै चेन्ज गरेछ माथि सबै सारेर अहिले यहाँ नयाँ बनाएको छ यो सेतो मुनि पहिले यो तल थियो सबै त्यो खाने ठाउँहरू चाहिँ अब सिधै बोटानिकल गार्डनबाट यहाँ चाहिँ केबल कार लाउने अब यताबाट ट्रेन बोटानिकल गार्डनबाट चाहिँ केबल कार अब त्यो ए बनाउने यहाँ चाहिँ एकदम व्यवस्थित रूपले चाहिँ पुरा अबको त्यस्तै 1 सालपछि चाहिँ होइन बवाल हुँदैछ यो ठाउँ चाहिँ अब यिनीहरूले पुरा यसलाई चाहिँ त्यो चाहिँ स्पेसल्ली चाहिँ सबैजनालाई नयाँ वर्षको शुभकामना पनि छ है तपाईँहरूलाई सबैजनालाई 2082 सालको सबैजनालाई बोल्नु दिनु नि यहाँ ल हजुर ल हाम्रो रेशम सरको तर्फबाट सम्पूर्णलाई नयाँ वर्षको शुभकामना छ म रेशम राज बोगटी तपाईँहरूलाई तामाङ ब्लगमा स्वागत छ लाइक सब्सक्राइब कमेन्ट जारी राख्नु होला धन्यवाद हस् धन्यवाद हाम्रो रेशम सरलाई अनि हाम्रो रञ्जित ब्रो के छ के स्पेसल के भन्नु छ तपाईँको तर्फबाट म त जतिखेर नि तपाईँको क्यामेराम्यान अगाडि पछाडि भइरहेको हुन्छ के भन्नु अरू त होइन सबै त्यो हो भिडियो हेरेर चट्ट लाइक कमेन्टहरू चाहिँ यताउता दिनु होला दाइलाई अलिकति मोटिभेट हुन्छ प्लस नयाँ वर्ष लागेको छ होइन नयाँ वर्ष सँगसँगै नयाँ उमङ्ग जोस जागरले तपाईँहरूको पुरै लाइफ चाहिँ त्यो अनुसारले चलोस् होइन प्रगतिले पुरै हिमालको चुचुरु चुमोस् त्यही छ शुभकामना त्यही हो आज जे होस् हाइकिङ पनि आयो दामी पाराले होइन एक्सर्साइज यस्तो हुन्छ जस्तो हुन्छ त्यस्तै होइन एक्सर्साइज हाम्रो ह्यान्डसम ब्रो मिस्टर रञ्जित लामा एक्सर्साइज चाहिँ एकदम फर्स्ट प्रायोरिटी हो हेल्थको लागि उहाँको पनि के अरे च्यानलमा यसो भिजिट गरिदिनु होला हाम्रो के अरे यसरी भनिदिनु त नाम रञ्जित लामा हो रञ्जित लामा ओके रञ्जित लामा युट्युब च्यानलमा चाहिँ एकचोटि सबैजना गएर भिजिट गरिदिनु होला उहाँको पनि अब यो त तामाङ लो भइहाल्यो होइन स्पेसली होइन यसमा त अब सब कुरा तपाईँहरू आउँदैछ लेट्स गो अब हामी तपाईँलाई सम्पूर्ण आजको चाहिँ यो डाँडाको चाहिँ पेनाङ हिलको चाहिँ एक मुसाको दुलो पनि नछोडिकन त्यहाँ आउँदैछ यो चाहिँ हाम्रो मस्जिद भइहाल्यो होइन मुस्लिमहरूको ध्यान गर्ने ठाउँ मस्जिद बुकित बन्डेरा भन्ने गाह्रो छ होइन बुकित बन्डेरा चाहिँ यहाँको हामीले पेनाङ हिल भनेको खास यहाँको प्लेसको नाम चाहिँ बुकित बन्डेरा हो त्यही भएर लेखेको यो चाहिँ हाम्रो मुस्लिम समुदायको चाहिँ प्रे गर्ने ठाउँ प्रेयर भनौँ न अब प्रे गर्ने ठाउँ हो होइन यहाँबाट चाहिँ यता तान्दा जाने भयो के र यहाँ माथि के छ चाहिँ अलिकति यसो हेरौँ होइन त्यो त धर्मनिरपेक्ष जस्तै गरेर हो कि सबैको लागि त्यही अघि तलबाट आएर यहाँ पुग्नु छ हामी र बवाल छ ठाउँ चाहिँ सिनहरू के अरे आउनलाई चाहिँ डाँडा माथिबाट सबै देख्छ फ्रेस हावा
खाना पाइन्छ, हावापानी एकदम शीतल छ। यस्तो मलेसियाको गर्मी भनेको 30 देखि 40 डिग्रीको गर्मी पनि हामी यस्तो आनन्द छ, शीतल छ है, हावा छ, एकदम आनन्द छ। यहाँ चाहिँ एकदम शीतल छ, पुरा के अरे बगैँचाहरू छ, फुलहरू छ, रुखहरू टन्नै छ, हावा मजासित आउँछ। यहाँ चाहिँ पुरा हाई टप नै हो कि यो चाहिँ, एकदम राम्रो छ यहाँ चाहिँ। अब यताबाट पुरा फुल भ्यू पनि देखिन्छ माथि। अब यो ग्राउन्ड यता माथि जाउँ, यहाँ माथि के छ फेरि यसो हेर्नु पऱ्यो। यहाँ माथि चाहिँ पहिले म धेरैचोटि आएको छ भने तर पहिले गएको थिएन यहाँ माथि, त्यो यसो हेर्नु पऱ्यो एकचोटि भनेर। माथि डाँडाबाट चाहिँ पुरा फुल देख्छ देखिन्छ चाहिँ। त्यहाँ त जान मिल्छ भित्र, भित्र जान दिन्छ? ए क्याफे रहेछ त, के को चर्च हुनु नि तपाईँ हचाउँ बोलिदिनु यार। द गेट हाउस, ओके ओके। होइन ठिक, त्यसको जुन त्यसको त्यो स्टोर छ हेर्दै रे फ्रन्टमा त्यस्तै छ होइन? ओके ठिक छ। दिलारङ मासु नो इन्ट्री भनेको छ यहाँ चाहिँ। यही चाहिँ अब दिलारङ मासु भनेपछि सक्यो कि मलाई चाहिँ भाषाबाट चाहिँ दिलारङ भनिसकेपछि त्यो ठाउँमा चाहिँ नो इन्ट्री भन्ने यस्तो हेर है। ओ यो हो कि इन्ट्री चाहिँ यहाँनिर रहेछ कि। यो त तेरो फोटो बबाल छ, के लेखेर छ? मेन गया मलेसिया अरे सोगर लेखेर छ यार। पढ्नु पनि होला अलिअलि आफैले। यो हो कि 360 भ्यू चाहिँ। Okay. Let's go guys, let's go. Welcome. अब हामी चाहिँ पुरा तलतिर लाग्यो, पुरा पिकबाट माथि झरेर तल झर्न लागेको अब होइन। हामी तल झर्मिला भयो हामी अब बिस्तारै। तपाईँ हिँड्दै गर्नुहोस्, म बनाइदिन्छु पहिले। हुन्छ तपाईँ हिँड्दै गर्नुहोस् हो ल। मोबाइल क्यामेरा मेरो हातमा आइसक्यो। ओके गाइस लेट्स गो। हामी तल झरौँ, पुरा पेनाङ हिलको हाई पिक माथि पुगेर अनि त्यहाँबाट तल झर्दैछु। अब तपाईँहरू तलबाट चाहिँ हामी त माथि तल ग्लास छ त्यहाँ लान्छु। एकदम पुरा त्यहाँबाट घुमाएर तामाङ ब्लग, तामाङ भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। मिस्टर तामाङ ब्लग फेरि पनि स्वागत छ। तामाङ भ्लग चाहिँ स्वागत गरेको दिनु क्या मैले। क्यान यु डान्स विथआउट सङ फर युर अडियन्स? क्यान त यो त पुरा मान्छेहरूले गिला भने गिला डान्स भनिरहेको छ। गिला डान्स हो, डान्स गर्नु थाल्यो भने त ब्लग होइन। यहाँ त फेरि राँची पुऱ्याइन्छ, राँची मलाई राँची लान्छु मलाई। बग्गी हानौँ कि जस्तो लागेको यो ग्राउन्ड। ओके हामी चाहिँ यहाँ पुरा बग्गी चढेर चाहिँ पुरा अब हुँदैछौँ। सिट बेल्ट त कहाँबाट हुनु र होइन। सरुरा लगाएर बग्गीमा चढ्यो हामी चाहिँ। यहाँबाट पुरा वरिपरि सिन दामी छ। बग्गी पनि यो बानले कति छिटो कुदाउँदो रहेछ के हेर्नु। अब हावाहरू राम्रो शीतल छ, डाँडा जङ्गल पाखा सब देख्न पाइन्छ यहाँबाट। तल माथि ठाउँमा चाहिँ यहाँ के अरे भ्यू पोइन्टहरू जस्तो बनाइदिएको रहेछ फोटोहरू खिच्नलाई अनि भिडियोहरू लिनलाई। तल पुरा पेनाङ सहरहरू देख्दो रहेछ त्यहाँ चाहिँ। अहिले बिच बाटोमा ठाउँमा रोकिदिँदो रहेछ अनि रोकेर हामी झऱ्यो, फोटोसोटो खिच्यो, भिडियोहरू खिच्नको लागि चाहिँ। अनि त्यो ठिकै छ, रमाइलो छ ठाउँ चाहिँ, एकदम रमाइलो छ, शीतल छ, धेरै त्यति गर्मी छैन। अब त्यही पनि फेरि आज हामी आएको, त्यति धेरै घाम लागिरहेको थिएन, अँध्यारो थियो, पानी पर्ला जस्तो भइरहेको थियो। यहाँबाट पुरा तल सिनहरू पुरा टन्न दामी देख्दछ त्यहाँबाट। हाम्रो चाहिँ त्यहाँ लग्यो त्यसले, त्यहाँ ठाउँमा रोक्न मिल्छ भन्दै थियो। तल पुछारमा चाहिँ एउटा कफी सप रहेछ, त्यहाँ कफीसम्म चाहिँ लगेर छोडिदिन्छ अरे उसले। अनि त्यहाँ बसेर हामी कफी खायो भने चाहिँ ऊ फर्किँदो रहेछ। ऊ फर्क्यो भने चाहिँ फेरि लिन आउनलाई 15 रिङ्गेट लिन्छ अरे फेरि अर्को।
ओके लेट्स गो ल अहिले चाहिँ यहाँबाट चाहिँ पुरा बिना बिर्सेर गाइस अब बबाल छ हौ सहर चाहिँ पुरा देख्ने र सहर चाहिँ अब बादल ढाकेर छ होइन वाह ल दिलारङ मेरो कोक्रे दिलारङ भेप नो स्मोकिङ नो भेपिङ ओके बबाल छ भिडियो ल साथीहरू के सहरहरू यस्तो के सहर काठमाडौँ गहिराई बवाल बस्ने क्या समुद्र नि सानो रहेछ त यार पौडेर सक्छ होला है सकिँदैन नि सक्छ पौडी किन सक्नु नि तर कहाँसम्म सकिन्छ भन्ने कुरोमा चाहिँ फरक पर्छ कि सक्दैन सक्ने यो संसारमा के छ जाउँ ल त्यसको एकदम बवाल हामी फोटोमा भन्दा भिडियोमा फोकस गर्ने मान्छे पऱ्यो होइन ओके लेट्स गो यता हामी बगैँचामा सबै घुमिसकेपछि तल झरेर यता माथि डाँडामा एउटा रेस्टुरेन्ट रहेछ त्यहाँ रेस्टुरेन्टमा यसो हेरेर जाउँ भनेर माथि आएको यहाँ चाहिँ माथि अब केही खानेकुराहरू खाउँ भने केटाहरू तल खाइसक्यो अघि नै तल केही खानेकुरा चाहिँ नखाने एक राउन्ड घुमेर जाउँ भन्यो अनि उनीहरू चाहिँ तलबाट तेर्सो गयो म चाहिँ माथि यसो कस्तो रहेछ भनेर हेर्न गएको यता त तेर्सो जाने बाटो पनि छ माथि जाउँदै एकछिन हेरौँ के रहेछ यसो भनेर माथि गएको दामी रहेछ जस के अरे रेस्टुरेन्ट मान्छेहरू टन्न बस्दो रहेछ खानालाई शीतल एकदम शान्त वातावरण रहेछ यसो केही खानुहुन्छ भने चाहिँ माथि यहाँ आउनु भने माथि आउनु है बगैँचाहरू पुरा बवाल छ गार्डनहरू यी फुलको बगैँचाहरू रेस्टुरेन्ट यहाँ रहेछ है दामी छ ठाउँ चाहिँ यसो बस्नलाई शान्त छ वातावरण सिट पनि बवाल छ यहाँको यहाँबाट अब तल जाने हामी यता तल गइसकेपछि टिकट काउन्टर छ अब फर्किने बेलामा हामी खै अब हिँड्न नसक्ने भयो अब जाँदा चाहिँ ट्रेनमै जाउँ भन्ने कुरा भइरहेको छ हेरौँ अब साथीहरूलाई सल्लाह गरेर के हुन्छ यहाँबाट पुरा तल देख्छ पुरा सहरहरू सबै देख्छ सिन चाहिँ राम्रो देखिन्छ अब अलि बादल लागेको थियो अलि अँध्यारो देखाएको थियो त्यति राम्रो देखेन यहाँ फुलको बगैँचाहरू पुरा रोपेको छ है दामी छ उता सबै घाँसहरू काट्दै रहेछ यता पनि यता अघि तेर्सो आएको चाहिँ यहाँ आइपुग्थ्यो हामी राम्रो छ तल केटा तलबाट तेर्सो आएर तल जाँदैछु म चाहिँ माथि एक राउन्ड घुमेर आएको धेरै राम्रो छ एकचोटि यसो आउनु ओके घुम्नलाई अनि टिकट काट्ने अब आउँदाखेरि चाहिँ हेरेर आयो जाँदाखेरि अब नसक्ने भयो जिउ गलेर मर्न लाग्यो अब टिकट काट्दैछु गएर अब ल मेरो त्यहाँ ब्यागमा छ मेरो पनि हेर्नु दाजुले मेरो पनि यहाँ ब्यागमा छ के अरे पासपोर्ट निकाल्नु त टिकट काट्नु पऱ्यो चट्ट लाग्यो यहाँ चाहिँ अब होइन ल मेरो यहाँ ब्यागमा यसमा छ कि मेरो क्यूआर बोले लागि सातो लागि आउनु हामी चाहिँ टिकट काट्दै तल जानु लागि टिकट चाहिँ यहाँ तल वान वे टिकट काट्नुपर्छ हामी माथि आउँदाखेरि आएको टिकट रेट चाहिँ यहाँ लेखिदिएको छ अब नर्मल प्राइस चाहिँ एरलको लागि आरएम रेट रहेछ त्यसपछि एक्सप्रेस चाहिँ 25 छ एक्सप्रेस भने चाहिँ त्यो चाहिँ लाइन बस्नु पर्दैन क्यु बसिरहनु पर्दैन तपाईँ टिकट काटेर चाहिँ सिधै गएर प्लेन अगाडि गएर बस्ने हो प्लेन आउँछ सिधै चढ्न पाउँछ नर्मलहरू चाहिँ लाइनमा क्युमा बस्नुपर्छ त्यही भएर त्यो अनि सिनियर सिटिजनको लागि चाहिँ 4 रहेछ नर्मल पनि एक्सप्रेस पनि अनि चिल्ड्रेनहरूको लागि पनि 4 रहेछ नर्मल पनि अनि त्यो एक्सप्रेस पनि अनि अरू डिसेबल पर्सनहरूको लागि चाहिँ फ्रीमै राखेको रहेछ तिनीहरूले त्यो चाहिँ अब फ्रीको लागि फ्रीमै राखिदिएको छ त्यो चाहिँ एकदम सुविधा दिएको छ तिनीहरूले हामी चाहिँ टिकट काटेको त टिकट काट्न लाउँदैथ्यो उता के अरे हाम्रो रन्जित सरले टिकट काट्दै हुनुहुन्छ म चाहिँ एकछिन उता बाहिर यता देखाउनुहरू मान्छेहरू भर्खर ट्रेन झरेको छ यहाँ चाहिँ ट्रेन भर्खर ट्रेन तलबाट आएको सबै झराए जति उताबाट निक्लिन्छ अनि चढ्ने जति यताबाट छिटो चढ्न पाउँछ है यताबाट चाहिँ चढ्नको लागि खोलिदिन्छ
अनि यता चाहिँ सबै यो आइरहेको मान्छेहरू सबै त्यो ट्रेनबाट भर्खर झरेर निक्लिँदैछ है मान्छेहरू प्याक छ आज ट्रेनबाट आउनेहरू चाहिँ हाइकिङबाट हामी त्यति धेरै थिएन यो के अरे सैटरडे सन्डे चाहिँ टन्नै हुन्छ आज चाहिँ यो सबै बाहिरको मान्छेहरू आएर छ यो के अरे बस रिजर्भ गरेर आउँछ टन्ने मान्छेहरू यो सबै एउटै ड्रेस जस्तो रहेछ नि यिनीहरू चाहिँ सबै बाहिरबाट आएको मान्छेहरू हामी चाहिँ टिकट काट्यो अब आउँदाखेरि चाहिँ पुरा आउँदाखेरि चाहिँ हिँडेर आएको नसक्ने भयो जाँदाखेरि अब टिकट काट भन्ने सुरु गर्नुभयो ल टिकट चट्ट काट्यो अब तलतिर ट्याक्क लाएर होइन अब चाहिँ ट्रेनमा जाने तलतिर जानु त खास हिँडेर जानु पर्यो यस्तो जल्दो जल्दो युवाहरू भएर हाम्रो बुढो काट्यो पनि अस्ति त अब यहाँ लाइनमा बस्दै चाहिँ हामी चाहिँ अब पहिलोचोटि आउँछ यहाँ पुरा ट्रेनको अब अघि एउटा गइहाल्यो अब अर्को ट्रेन वेट गर्नुपर्छ हामी पेनाङ हिल स्टेसन बुकित बन्डारा भन्छ चाहिँ टक्क लाएर यहाँबाट हामी स्क्यानर भर्खर छिरेर अब यहाँ लाएर यहाँबाट हामी चाहिँ ट्रेन चढ्यो अब यहाँबाट यो ट्रेन चाहिँ अब 10 मिनट लाग्छ तल पुग्नलाई यसको चाहिँ सेम टाइम हो टप टु बटम पनि 10 मिनट हो अनि बटम टु टप आउनु 10 मिनट लाग्छ यो चाहिँ फनिकुलर सिस्टमबाट चलाएको हुन्छ यो ट्रेन चाहिँ एउटा ट्रेन माथि आइपुग्यो एउटा ट्रेन तल पुगेको हुन्छ एउटा तल पुग्यो एउटा माथि आएर हुन्छ त्यो बिचमा त्यो जुन धागो जस्तो त्यसको त्यो लिक हुन्छ त्यो ट्रेनले त्यहाँबाट त्यसले तानेर तलमाथि गरेर हुन्छ यसलाई चाहिँ यो चाहिँ अब एभ्री 15 to 30 मिनटमा चाहिँ चलिरहेको हुन्छ त्यो डिपेन्ड अन डिमान्ड भन्छ यो हाई पिक आवरमा चाहिँ 15 मिनटमा चलाउँदछ अनि अब जस्तो लो डिमान्ड छ भने चाहिँ एभ्री 30 मिनटमा चाहिँ यो चलाउँछ अरे यस भ्यूहरू चाहिँ धेरै दामी छ 10 मिनटको हो हामी हाइकिङ गर्नु पर्यो भने अलमोस्ट अब 3 आवर समथिङ लाग्छ अब ट्रेनमा एकैछिनमा हुन्छ यो चाहिँ अब यो बिहान चाहिँ 6:30 बजेबाट 6:30 AM बाट 11 PM सम्म चल्छ यसको चाहिँ जुन आवर चाहिँ यसको ओपनिङ आवर भनौँ न अब रनिङ आवर त्यो चाहिँ त्यही हो यो माथिको यहाँ भ्यूहरू धेरै राम्रो छ राम्रो त अब धेरै अलिक फास्ट चल्छ त्यही भएर तपाईँहरूलाई कस्तो यो के अरे गेम भिडियो गेम खेला जस्तो भइरहेछ भने चाहिँ अहिले पुरा यहाँ हामीले चाहिँ पछाडि अगाडि जाउँ बस्यौँ भनेको अब अलिक त्यो मिलेन पछाडि बस्नु पऱ्यो पछाडिबाट जाँदा चाहिँ बस्दा चाहिँ अलिक त्यो यता रिभर्स आएको जस्तो देख्छ अब यहाँ बिचमा आइपुग्नु लागि हामी यसको चाहिँ ठ्याक्कै बिचमा एक्सचेन्ज हुन्छ ठ्याक्कै त्यो एउटा बिचको पोइन्टमा त्यहाँ एउटा दुईवटा लिक बनाइदिएको छ एउटा यताबाट जाने एउटा उताबाट आउने यो माथिको स्टेसन हो त्यो अघिको हामी त्यहाँ 2 घन्टा लगाएर बल्ल पुगेको थियो अहिले एकैछिनमा पुग्यो भ्यूहरू हेर्न ठिकै छ अब यो पुरा फुल्ली उकालो जस्तै छ यहाँबाट चाहिँ हामी उता यसकै साइडबाट ट्रेकिङ अघि हाइकिङ ट्राई गरेको थियो हेरिटेज ट्रायल भन्छ त्यो चाहिँ यसको 3वटा ट्रायल छ 3-4वटा ट्रायल छ जस 3वटा चाहिँ हेरिटेज ट्रायल भने चाहिँ अघि हामी जाने ट्रायल हो यो 3.25 किलोमिटर छ अर्को दुईवटा चाहिँ मुनगेट ट्रायल र अर्को बोटानिकल गार्डन ट्रायल भन्ने हुन्छ यही हो बिचको चाहिँ अघि मैले भने चाहिँ ठिकै त्यहाँबाट एक्सचेन्ज हुन्छ यो मिडल स्टेसन हो ट्याक्कै यो हामीले 0.9 किलोमिटर हाइट भन्थ्यो यो चाहिँ बिचमा हामी 2 घन्टा बल्ल पुगेको थियो यो मिड पोइन्ट यो 3वटा ट्रायलबाट जानुपर्छ चाहिँ हाइकिङ ट्रायल जाने भए चाहिँ सिनहरू धेरै राम्रो देखिदिन्छ चाहिँ अब अलि यो फास्ट यो अलि स्पिडमा चलिरहेको छ कि त्यही भएर अब हामी त्यति माथि सिन त राम्रो छ अब यता 2 साइडमा जङ्गल छ बिचमा लिक बनाएको छ है पुरा भवाल छ त अनि वाउ छ नि त वाउ सिन त के हेर्नु हामी चाहिँ अलमोस्ट अब तल आइपुग्न लागिसक्यो के अरे बटम स्टेसनमा यो हामी अघि उता गएको यहाँबाट यो ढुङ्गा ठुलो ढुङ्गा देखाएको थिएँ मैले त्यहाँबाट अघि थियो यहाँबाट हामी जाने अब हामी चाहिँ तल आइपुग्यो अब यहाँ 10 मिनटमा एकैछिनमा फुत्तै आइपुग्छ अब हिँड्नलाई चाहिँ टाइम लाग्ने हो ठिकै चाहिँ एकचोटि आउनुपर्छ धेरै राम्रो ठाउँ छ तपाईँहरू पनि यसो आउनु भिजिट गर्नु होइन यहाँ मलेसिया हुनुहुन्छ भने अझ पेनाङ नजिक हुनुहुन्छ भने एकचोटि आउनु रमाइलो लिनु हामी चाहिँ तल आइपुग्यो अब यहाँबाट झर्ने अघि मैले जाने त्यो झर्नु भने देखाएको थिएँ त्यही पानी हो त्यहाँको अब तल आइपुग्यो अब तल झऱ्यो हामी चाहिँ
अब यहाँबाट फेरि यो यता निक्लिने ठाउँ यता बनाइदिएपछि यहाँको लागि पनि चढ्नलाई उताबाट आउँछ के अरे पल्लो साइडबाट टिकट काटेर हामी यता झऱ्यो। अब यता झरेपछि यता यो लेफ्ट साइडबाट यता निक्लिनुपर्छ। अहिलेको टिकट चाहिँ राख्नुपर्छ है। त्यो टिकट चाहिँ फेरि अहिले निक्लिँदाखेरि पनि त्यो टिकट स्क्यान गरेर बल्ल निक्लिनुपर्छ फेरि, होइन भने फेरि निक्लिन पाउँदैन। यताबाट हो, यता लाइन क्यु बन्नुपर्छ निक्लिने बेला मान्छे धेरै छ। अनि अघि हामी सुरुमा जाने बेला यतैबाट ऊ त्यहाँ मैले अघि त्यो टिकट काउन्टर देखाएको थियो, त्यो टिकट काउन्टरबाट पछाडिबाट छ उता लेफ्ट साइडबाट छ जुन हाइकिङ ट्रायल जाने चाहिँ। अब यहाँ हामी एकछिन लाइन बस्नु पऱ्यो, क्युमा बस्नु पऱ्यो। मान्छेहरू टन्नै छ। आज विकडे भए पनि मान्छे चाहिँ यस क्राउडहरू चाहिँ टन्नै आएको रहेछ। नत्र नर्मली चाहिँ त्यति धेरै जान्थ्यो अब स्याटरडे सन्डे बाहेक चाहिँ। तर आज चाहिँ टन्नै छ मान्छेहरू। यहाँ स्क्यान गर्नुपर्छ। त्यो अहिलेको माथि दिएको पहिले चाहिँ कार्ड सिस्टम थियो, माथि कार्ड दिन्थ्यो, यहाँ कार्ड छिराइदिएपछि हामी जानु हुन्थ्यो। अहिले चाहिँ के अरे यो टिकट सिस्टम बनाएको छ, पेपर सिस्टम नै स्क्यान गऱ्यो अब बाहिर निक्ल्यो। यता आज काउन्टरमा त्यति धेरै मान्छे छैन, नत्र यो काउन्टर अगाडि फुल हुन्थ्यो, मान्छेहरू प्याक भएर आउँथ्यो। आज हेरेको खुल्ला छ, खासै त्यति धेरै मान्छे छैन। त्यो जुन बसमा टाढाबाट मान्छेहरू आउँछ त्यो एकैचोटि आउने अनि जाने भएर त्यो त्यति धेरै प्याक नदेखा। नत्र भने नर्मल्ली अरू बेला चाहिँ स्याटरडे सन्डे चाहिँ फुल हुन्छ। तल पल्लो छेउसम्म लाइन बस्नु पर्यो। त्यो मेन पिनाङ हिल निकल पिन आर्ट मोनुमेन्ट लेखेर छ। यो चाहिँ सबै पिनै पिनले यो सबै त्यो के भन्छ पिन त भन्छ होइन, त्यो पिनबाट बनाएको आर्ट रहेछ चाहिँ पुरै। तर खास अब हामीले हेर्दा देखिरहेछ त्यो क्यामेरा के अरे क्यामेरामा देखाएको रिफ्लेक्ट हुँदो रहेछ कि पुरा बबाल देखाएको छ। सबै यो पिनै बनाएर सबै पिनै पिनले Okay guys. Okay. हामी अब हिँडेको अवस्था ठिक छ नि होइन? एकदम पुरै थकित अवस्थामा भएर लेट्स गो। यहाँ बस पनि चढ्न पाइन्छ, ट्याक्सीहरू पनि चाहिँ निक्लिसकेपछि हामी चाहिँ निक्ल्यो। अब हामी चाहिँ ग्र्याब गरिरहेको छ होइन, ट्याक्क लाएर यहाँबाट के अरे बसहरू रिजर्भबाट चाहिँ यहाँ आउँछ है। यहाँबाट ट्याक्सीहरू यहाँ पाउँछ यसरी सट्ट लाएर त्यहाँ तलबाट ट्याक्सी स्टेसन त्यहाँ छ। त्यो चाहिँ बसहरू यो बस चाहिँ उताबाट के रिजर्भमा आउँछ। रिजर्भ बसहरू चाहिँ अरू देशहरूबाट पनि आउँछ, जस्तै भेतनामबाट, सिङ्गापुरबाट, थाइल्यान्डबाट आउँछ। अनि त्यहाँ यिनीहरूले चाहिँ गाइडहरू ल्याएर आउँछ, त्यो गाइडले पुरा उता गरेर टिकट काटिदिन्छ। ल आज चाहिँ यति नै हाम्रो पेनाङ हिलको यात्रा। टपको सबै भ्यूहरू तपाईँलाई देखायो, टपदेखि बटमसम्म पुरा ट्रेनको यात्राहरू सबै। अब हामी अर्को हप्ता फेरि अर्को नयाँ भिडियो ल्याएर आउनेछु। तपाईँहरूको साथ सपोर्ट र माया चाहिँ गर्दै गर्नु होला। अनि तामाङ भ्लगको च्यानलमा चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। अब हामी अर्को हप्ता फेरि योभन्दा दामी भिडियो लिएर आउनेछु। त्यति दिनसम्मलाई सबैजनालाई नमस्ते, फ्याफुल्ला, ओके, बाई बाई, टेक केयर।